हजुर काम गरेर खानालाई साइडमा आएको ड्राइभर फटा पर्दियो ड्राइभरलाई निकालिदिएर आफैले काम गर्दैछु है। अब एक्टिभ गरेर चाहिँ खाना खान जानुपर्छ। अर्को एकजना आउँछु भनेको छन् हाम्रो चाहिँ पर्दैबाट गुरुलाई आएपछि चाहिँ ट्र्याक्टर जिम्मा लगाएर मेरो बाँकी अरू काम गर्नु ट्र्याक्टर चलाएर त हुँदैन। कम्पनीले नि फेरि भोलि सरले त ट्र्याक्टर चलाउने हो कस्तो खालको मान्छे चाहिँ हायर गरेछौँ हामीले भनेर भन्लान् फेरि काम नगरौँ। गाडी अब काम रोकिरहेको छ यहाँ, अब काम गरौँ। आफैलाई दुःख छ आफत छ। जिन्दगी भनेकै दुःख सुखको सङ्गम रहेछ कि हामी भने बिचमा रोल प्ले गरिरहेको रहेछौँ। लेखान त अलरेडी लेखेर हुन्छ भन्थे होइन। सिप जानेपछि नि कहिलेकाहीँ सजिलो पनि हुने रहेछ र कहिलेकाहीँ घाटा पनि लाग्ने रहेछ। अब के अरे नगरौँ भने पनि काम आफ्नै है, अब गरौँ भने पनि दुःख दुःख त के हुन्थ्यो र गरिरहेको काम हो। अब नगरेको काम भएदेखि चाहिँ दुःख हुने हो। तर अब पहिला गरियो आजभोलि गरिरहेको थिएन। अब आज काम चाहिँ हाम्रो पुगलाई काम पुऱ्याइदिनु पर्ने, अब काम पनि जतिर गर्नुपर्ने, नपुगेपछि अब आफैले भयो नि गर्नै पर्ने स्थिति आयो। त्यही भएर काम गर्दैछु हजुर। अब दुःख सुख भने यस्तै छ जिन्दगानी। अब भिड छ यतापट्टि अलिअलि, धेरै भिड त छैन। अहिले चाहिँ अब भ्लगिङ पनि गर्न मन लाग्छ। जिन्दगीको ठुलो एउटा लक्ष्य नै भ्लगिङ गर्ने थियो, छ पनि। कहिले बाँकी त छ भ्लगिङ गर्ने लक्ष्य, गर्दैछु। जिन्दगी नै रमाइलो छ हजुर, रमाइलोसँग बितिरहेछ। ट्र्याक्टर चलाइरहेको छु। यतापट्टि हाम्रो गुरुले लोड गरिरहनु भएको छ, शङ्कर गुरुले। यता मैले ट्र्याक्टर चलाइरहेको छु। अब उतापट्टि हेर्ने हो भने यहाँ चाहिँ हेर्ने भने पर मेसिनले कटिङ गरिरहेछ। अब गाह्रो छ हजुर। भोलि हेरे अब जिन्दगी नै रङ्गिन भएको छ, अब कलरफुल भएको छ। कुन रङ हो जिन्दगीको भन्ने नै छुट्याउन सकेको छैन। भोलिको रङले चाहिँ अब के दल्ने के नदल्ने, के खेल्ने के नखेल्ने है। जिन्दगी नै रङ्गिन भइरहेछ। कुन कलर हो, मिक्सवाला कलर भइरहेछ। तै पनि आउँदै गरेको होलीलाई सबैजनामा होलीको धेरै धेरै शुभकामना छ। भोलि पहाड होली 29 गते, पर्सि तराई होली। अनि त्यो सँगसँगै हामीलाई त साइडमा कामै गर्नुपर्छ हजुर। अब के गर्ने, भोलि सम्भवतः छुट्टी लिने कि छुट्टी गर्ने कि भन्ने प्लान हो। अब कामले गर्दाखेरि आउने मान्छेहरू चाहिँ आउने भयो भनेदेखि चाहिँ फेरि हामीले छुट्टी लिनु मिल्दैन। किनभने लेबर मिस्त्रीहरूलाई खाली राखेर छुट्टी हुँदैन। काम भनेको हेर्नुपर्छ। बरु आएर गइएला। त्यस्तै छ जिन्दगानी। अब रमाइलो छ। भावीको लेखान त भन्छ नि, कहिलेकाहीँ चाहिँ मलाई साँच्ची जस्तो लाग्छ कि जे लेखेको छ त्यही पाउने हो, जे लेखेको छ त्यो पाइँदैन भन्ने कुरा हुन्छ नि। हुन पनि हो। अब ड्राइभर खोजेर लिएर आएको थिएँ, यहीँबाट खोजेर चाहिँ गाडी लिन पठाएँ, लिएर आयो। तर अब के भन्ने हो, समयमा जाँड खाइदिएछ गाडी चलाउँदा। वहीँबाट लिएर आएर धन्न गाडी चाहिँ तलमाथि भएन। त्यसले गर्दाखेरि चाहिँ अब अहिले आफैले अलिकति काम यहाँ अलिकति हतार भएको भएर अलिअलि सिप मैले जानेको थिएँ र गाडी चलाउँदैछु। ट्र्याक्टर हेर्नु अब लोड भइरहेछ पछाडि ढुङ्गा। अब एउटी फालेर चाहिँ घर जाने। अब एकजना दाइ हाम्रो आउँछु भन्दै हुनुहुन्छ उतै बर्दियाबाट। अब उहाँ आउनुभयो भने गाडी उहाँले चलाउनुहुन्छ। मेरो काम भने अब यहाँ प्राविधिक टेक्निकल काम भयो, जसमा चाहिँ अब काम नभएको भएर चाहिँ अहिले म चलाउँदैछु। उता फाउन्डेसन खन्ने काम भइरहेको छ। अब फाउन्डेसन खनेर भोलिदेखि मान्छेहरू लगाउनु पर्ने स्थिति हुन्छ। अब अहिलेलाई भनेपछि त्यो बाँकी रहेको पुरानो क्याबिन भत्किरहेको छ। त्यो क्याबिनको काम हाम्रो गुरुले गरिरहनु भएको छ। जालीहरू त्यो ढुङ्गाहरू फाल्ने काम भरे त मेसिनै तल जानुपर्ने हुन्छ। र काम भनेको यस्तै छ। अब साइडमा के नै चाहिँ काम हुन्छ भन्दा पनि कति काम हुन्छ भन्ने कुरा त साइडमा आएपछि थाहा हुन्छ। त्यस्तै गरेर अब चाहिँ भोक पनि लागिसक्यो, खाना खान जानुपर्ने हुन्छ। खाना खाना गएर आउनेछौँ। अब जिन्दगीमा रमाइलो कुराकानी गरौँला, रमाइलो कुराकानी गरेर चाहिँ बसौँला भन्दा भन्दै अब कामले फुर्सदै पाइँदैन। कहिले के हुन्छ के काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब जुन दिन फुर्सद पाइन्छ त्यो चाहिँ मिठो कुरा गरेर चाहिँ हाल्नुपर्ने हुन्छ। अब ट्र्याक्टर पनि यसरी हल्ल्या चाहिँ लोड गर्दाखेरि हल्लिएछ भूकम्प आज जस्तो। त्यस्तै छ हजुर। सबैजना सधैँ आरामै हुनुहुन्छ होला। सबैजना आफ्नो ठाउँमा सुरक्षित भएर बस्नु होला, खुसी भएर बस्नु होला। र मेरो भ्लग पनि बेला बेलामा हेर्दै गर्नु होला भन्न चाहन्छु। अब
भ्लग त्यति मेहनत गरेर हाल्न पाइरहेको छैन, किनभने कामै त्यस्तै भइरहेछ, कहिले ड्राइभर नहुने, कहिले के नहुने, कहिले मेसिन बिग्रिदिने काम भइरहेको छैन। उता भने हाम्रो दुईजना गुरु, एउटा चाहिँ हाम्रो जेसीबीको गुरु र अर्को हाम्रो बोलेरो गुरु, दुईजनाको चाहिँ घम्सा घम्सी गफ चलिरहेछ। अब चाहिँ भात खान जाम भनेर सिम्बल दिइरहनु भयो होला। अब अनि भोक लागेर गुरुलाई भात खाने कतिहरू जाने भनिरहनु भएको छ सिर्जन गुरुले। भात खान जानुपर्छ, अब पनि लागिसक्यो, भोक त मार्नु भएन। पेटको पापी पेटको लागि दुःख गरेको हो, पेटलाई चाहिँ मार्नु भएन हजुर, के गर्ने गाह्रो छ। ल यसो भन्दै गर्दा अहिलेको भिडियो चाहिँ बन्द गर्छु। फेरि अब भात खान जाउँ, पहिला खाना खाउँ, अनि आएपछि फेरि अरू काम गर्नुपर्ने हुन्छ। सबैजना स्वस्थ रहनु होला, मस्त जानु होला, भ्लग हेर्दै गर्नु होला। सबैजनालाई धेरै धेरै धन्यवाद। भ्लग हेरिदिनु भयो भने भन्न चाहन्छु र सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। अहिले भने म बिदा भएँ, नमस्कार।